Okay, welcome to the second episode of this series, Fill in the Blanks. Last हप्ता भनेको चाहिँ हाम्रो it was more to do with technicals and हामी चार्टमा बसेर गरिरहेको थियौँ. Today it will be more about psychology, psychological improvements हामीले focus गरिन्छ. There are main 7 things that I've picked out. That's not 7. Main 7 things that I've picked out जुन चाहिँ नि हामीले follow गर्नुपर्ने हुन्छ यो mastery गर्नको लागि, the art of letting go. Lesson 1 is letting go of a setup that doesn't meet every condition. Meaning हजुरले चाहिँ नि यति त्यो ट्रेडले हजुरको every condition hit भएको छैन. For example, let's say हजुरको कन्डिसनमा छ liquidity sweep, हजुरको कन्डिसनमा छ displacement या break in structure, त्यसपछि retracement into the order block या fair value gap and then entry. यदि liquidity sweep नै भएको छैन भने हजुरको ब्रेकिङ स्ट्रक्चर भए पनि रिट्रेस गरेर हजुरको मुभ सही दिए पनि इट डजन्ट म्याटर राइट. हजुरकै बायस फलो गरेर गरे टिप्पी हिट भयो तर हजुरलाई एन्ट्री गर्नु भएन. दिस इज फाइन राइट. दिस इज व्हाट वी कॉल अफ लेटिङ गो. कि छोड्ने कुरा भनेको त्यही हो. हजुरको क्राइटेरिया नै फुलफिल भएको छैन, मिनिङ दिस इज नट यो सेटअप. हजुरको सेटअप नै होइन राइट. हजुरले बनाएको सिस्टमभित्र यो एभ्री क्राइटेरिया हिट नै गर्दैन, हजुरको फलो नै गर्दैन भने लाइक हजुरलाई दुःखी हुनुपर्ने कारणै छैन कि. किनकि हजुरले आफ्नो सेटअप मिस गर्नुभएको होइन, हजुरले आफ्नो ट्रेड मिस गर्नुभएको होइन राइट. हजुरको ट्रेड हजुरको सेटअप त बनेकै थिएन. सो वाज द्याट टु बी सैड अबाउट. यदि हजुरलाई यो चाहिँ नि गर्न अलिक गाह्रो हुन्छ भने चाहिँ नि यु क्यान डु वान सिम्पल थिङ विच इज एउटा चेकलिस्ट बनाएर आफ्नो अगाडि राख्नु, टाँस्नु, नोटबुकमा राख्नु कि यो बक्सेसमा टिक नलाएसम्म चाहिँ मैले ट्रेड गर्दिनँ भनेर. र अप अन्टिल एभ्री बक्समा हजुरले टिक लाउन सक्नुहुन्छ या जब तक हजुर एभ्री बक्समा टिक लाउनुहुन्न तब तक हजुरको एन्ट्री हुन्न. जब सबै बक्सेसहरू हजुरको टिक हुन्छ भने हजुरको एन्ट्री टाइम अब आएको छ. सो यो चाहिँ नि द आर्ट अफ लेटिङ गो अफ अ सेटअप द्याट डज नट मिट एभ्री कन्डिसन इज द फर्स्ट लेसन. द सेकेन्ड लेसन इज लेटिङ गो आफ्टर एसएल या स्टप लस हिट भएपछि चार्ट छोड्न जान्ने राइट. स्पेसली दिस इज मोर इफ यु फलो मी या हजुरले मेरो बुट क्याम्प फलो गर्नुहुन्छ या मेरो सिस्टम फलो गर्नुहुन्छ. वी हेभ अ सिम्पल सिस्टम जुन हो कि जुनकी एउटा ट्रेड लिगिन्छ, हाम्रो सबै क्राइटेरिया हिट भएपछि हाम्रो ट्रेड लिगिन्छ. यति त्यो सबै मिलेको छ र हामीले ट्रेड लिएको छौँ तर पनि गएर एसएल हिट हुन्छ भने वी डन फर द डे. चार्ट त्यहीँ बन्द गरिन्छ एन्ड देन वी मुभ ओभर एन्ड डु व्हाटएभर एल्स वी हेभ टु डु फर द रेस्ट अफ द डे. किनकि हाम्रो स्टप लस हिट भइसकेछ भनेको हाम्रो कन्डिसन्स जुन पनि थियो, हाम्रो ट्रेडिङ टाइम जुन पनि थियो, हाम्रो 20 मिनटमा कतिवटा नै एन्ट्री देला म्याक्रोको राइट, नट मेनी. र यति हाम्रो चाहिँ नि ट्रेड मिस भइसकेको छ भने या हाम्रो ट्रेड स्टप लस हिट भइसकेको छ भने वी डन फर द डे. किन गर्न छ र अब बाँकी राइट. हामीले बायस हेऱ्यौँ, हामीले सेटअप हेऱ्यौँ, लिक्विडिटी स्विप हेऱ्यौँ, हाम्रो क्राइटेरिया सब फुलफिल गर्यो, त्यही पनि गरेर स्टप लस दियो भनेको त चार्टले हामीलाई भनिरह नि कि आज तेरो दिन होइन या आज तेरो बायस हामीले मार्केटमा फलो गरेको छैनौँ राइट. या तैँले खोजे जस्तो सेटअप आजको दिनमा चाहिँ बनेको छैन भनेर मार्केटले बताइसकेछ. सो त्यही कुरामा घिसिँदै किन जाने र. इट्स लाइक इमेजिन अ गर्ल रिजेक्ट्स यु राइट. हजुरलाई रिजेक्सन गरिसके त्यही पनि घोटिनु हो, त्यही नोको पछाडि घोटिनु हो. लाइक ब्रो सो यु नो मुभ अन, टेक द एल राइट. भोलि फेरि अर्को आउँछ राइट. सेम हो बिहान त राइट. भोलि फेरि अर्को ट्रेड आउँछ, अर्को ट्रेड लिगिन्छ, पर्सि अर्को ट्रेड आउँछ राइट. दिस मार्केट इज गोइङ किप गोइङ. रोकिनेवाला छैन एनिवेज. सो स्टप लस हिट भयो छोडौँ, ठिक छ. के भयो त आजको दिन खराब भयो, भोलि फेरि ठिकै हुन्छ, पर्सि फेरि टिपी हिट गरौँ न. जुन दिन टिपी हिट हुन्छ त्यो दिन त रिकभरी गरिन्छ नि त. सो डोन्ट वरी, स्टप लस हिट भयो ठिक छ, आजको लागि चार्ट बन्द. लेसन नम्बर 3 इज स्टप लुकिङ एट द चार्ट्स या लेट गो अफ द चार्ट्स आफ्टर एन्ट्री. एन्ट्री भइसकेपछि चार्टमा हजुरले फलो गरेर एभ्री मुभ माथि गयो कि तल गयो हेरेर बस्ने क्यार्नी गर्नु पर्दैन. जे पनि एनालिसिस गर्न थियो, जे पनि हजुरको कन्ट्र्याक्ट साइज, लट साइजेस बढाउन घटाउनु थियो, जति पनि रिस्क हजुरले गर्ने हो कि होइन, म्यानेज गर्ने हो कि होइन, के थियो कस्तो थियो, प्लान बनाउन क्यार्न सबै टाइम हजुरको भनेको जस्ट एन्ट्रीभन्दा पहिला थियो. एन्ट्रीको बटन थिचेपछि स्पेसली इफ यु फलो माई सिस्टम जहाँ हाम्रो पार्सियल्स ब्रेक इभन भन्ने नै छैन राइट. आवर थिङ स्ट्रेट टिपी या एसएल भने एन्ट्री बस त हाम्रो कामै भइयो नि. के गर्ने हो त, मार्केटलाई हेरेर बस्ने एभ्री क्यान्डल माथि हो कि तल हो. जब मार्केटले हामीलाई निकाल्न छ स्टप लस आफै हिट हुन्छ, जब मार्केटले हामीलाई प्रफिट दिन छ आफै टिपी हिट हुन्छ राइट. अटोमेटिकली हामी सेट गरेर बसेको हुन्छौँ. सो एन्ट्री भइसकेपछि के गर्न मार्केटमा बसेको त. Do you not have anything better to do? Friends, socializing, gym, go outside, fresh breath of air, प्यारेन्ट्ससँग बस्ने, मुभी हेर्ने, डकुमेन्ट्री लाउने, पोडकास्ट हेर्ने, जे पनि धेरै गर्नु. चार्टै हेरेर बस्नु, त्यही एउटा क्यान्डल माथि गएको कति हेर्नुहुन्छ, कति रङ्ग लाग्छ त्यति हेर्न हजुरलाई. एन्ट्री भइसक्यो छोड्ने, यो फाइन. हल्का सुरुमा गाह्रो होला तर 1-2 हप्तापछि त सजिलो नै हुन्छ नि राइट. बानी बस्छ
So lesson number 3 is letting go of the charts after entry. Now lesson number 4 is letting go of trading on news days. कि न्युज भएको दिनमा चाहिँ नि ट्रेडिङ गर्न छोड्ने बन्दै गर्ने कम्प्लिटली एन्ड वाइ मिन इज न्युज रिलिज भन्दा पहिला या यति सिपिआई छ नि सिपिआईको एक दिन पहिला या एनएफपी छ नि एनएफपीको एक दिन पहिला या एफएमसीको दिन किनकि इट्स इन द पिएम सो एएम ट्रेड गरेर फाइदा छैन न्युज रिलिज भन्दा पहिला या न्युज रिलिजको बेलामा ट्रेड गरेर लाइक यु नो मार्केट इज नट गोना फलो यो सिस्टम हजुरलाई प्रेडिक्ट गर्न आउँदैन हजुरलाई ज्योतिषी ज्ञान छैन हजुरलाई ट्रम्पले फोन गरेर पहिले भनेको छैन मार्केट माथि जाने हो कि तल जाने हो सो त्यो न्युजको क्यान्डललाई हजुर किन चेस गर्नुहुन्छ र राइट जब हजुरको सिस्टम फलो गरेको हुन्छ मार्केटले जब हजुरलाई थाहा प्रेडिक्टेबिलिटी अलि हायर छ जब हजुरको चाहिँ नि जुन पनि ब्याक टेस्ट डाटाहरू छ हजुरले त्यो फलो गर्न सक्ने कन्डिसन्सहरू छ त्यति बेला बल्ल ट्रेड गर्ने नि जुन कन्डिसन हजुरलाई थाहै छैन जुन न्युज आउनेवाला न्युजको बारेमा हजुरलाई थाहै छैन ट्रम्पले हजुरलाई पहिले इनसाइड न्युज दिएको छैन राइट नेति नै अहिले हजुरलाई फोन गरेर चाहिँ भनेको छैन सर्ट जाने हो कि लङ जाने भनेर सो वाइ यु रिस्किङ ए क्यापिटल हजुरको एलोकेसन किन रिस्क गर्नुहुन्छ र जुन मार्केट कन्डिसन हजुरलाई थाहा छ जुन कन्डिसनमा ट्रेड गर्न हजुरलाई आउँछ त्यही कन्डिसनमा ट्रेड गर्नु आफ्नो क्यापिटल प्रोटेक्टेड नै रहन्छ जुन ठाउँमा स्प्रेड बढी हुन्छ हजुरलाई थाहा छ स्लिपेज हुने बढी चान्स हुन्छ अकाउन्ट एकैचोटि उड्ने बढी चान्स हुन्छ थाहा हजुरलाई त्यही बेलामा नै हजुरलाई ट्रेड गर्नु किन पर्छ सो वेट फर न्युज रिलिज भएको 15 मिनट आधा घन्टा 1 घन्टा पछि फेरि ट्रेड हेर्नु सो न्युजको दिनमा चाहिँ नि ट्रेड नगर्ने लेसन नम्बर 5 इज लेटिङ गो वेन प्राइस इज चपी राइट जति बेला प्राइस एक्सन चाहिँ चपी छ जब प्राइस एक्सन न त माथि न त तल यत्तिकै झुलाएर राखिरहेको छ राइट जब चाहिँ डिस्प्लेसमेन्ट क्लियर छैन हजुरको स्ट्रक्चर ब्रेक्सहरू क्लियर छैन स्ट्रक्चर नै क्लियर छैन राइट स्ट्रक्चर नै क्लियर छैन ओभरअल रेन्ज नै छ चपी न चपी भएर बसेको छ प्राइस भने यति बेला किन ट्रेड गर्नु पर्यो र जब हजुरको कन्फिडेन्स हाई छ जब हजुरको सर्टेन्टी हाई छ जब हजुरको सेटअपहरूमा हजुरलाई कन्फिडेन्स आएको छ कि यो सेटअप काम गर्छ भनेर जब डिस्प्लेसमेन्ट देख्नुभयो मार्केट चाहिँ एउटा बायस या एउटा मोमेन्टम बनाएको छ हजुरले देख्नुभयो त्यति बेला पो ट्रेड गर्ने त जब मार्केट झुलेर बसेको छ माथि जाने कि तल जाने यो थाहै छैन राइट चप न चपमा गएर बसेको छ त्यति बेला किन हजुरले एन्ट्री खोजिरहनु हो मार्केटलाई हजुरको सेटअप दिनु के हजुरले सेटअप खोजेर फोर्स गर्ने होइन जति बेला मार्केटले सेटअप दिन्छ तब ट्रेड गर्ने यदि मार्केटले सेटअप नै दिन्न भने इट्स फाइन चपी छ चपको बेलामा मार्केटले थोरै हजुरलाई एन्ट्री दिन्छ त्यो त हजुरले खोजेर जबरजस्ती बनाउनु भएको एन्ट्री हो नि त सो स्टप डुइङ दिस लेसन नम्बर 6 इज धेरै इम्पोर्टेन्ट छ यो कुरा चाहिँ नि लेटिङ गो अफ अट्याचमेन्ट टु स्क्रिनसट्स राइट स्क्रिनसट गर्न या स्क्रिनसट पोस्ट गर्नबाट यो अट्याचमेन्ट जुन छ नि जस्ट लिभ इट स्पेसली हजुरको चाहिँ नि विनिङ ट्रेडको स्क्रिनसटसँग चाहिँ नि हजुरको अट्याचमेन्ट चाहिँ नि हटाउनु राइट मैले धेरै देख्छु हाम्रो डिस्कोडहरूमा पोस्टिङ भएको एन्ड इट्स लाइक जुन दिन चाहिँ टिपी भएको छ सबको स्क्रिनसट आउँछ जुन दिन एसएल लिएको छ क्वाइट सन्नाटा होइन हाम्रो डिस्कोडमा चाहिँ मैले धेरै देखेको छु यति पोस्ट गर्नु चाहिँ ठिक छ स्क्रिनसट छ फाइन एज लङ एज यो अनेस्ट हजुरले अरूको स्याबासी पाएर हजुरले प्रफिट झिक्न पाउने होइन ब्याङ्क ब्यालेन्स पाउने होइन त्यो स्क्रिनसटको सिर्फ विन मात्र अरूको अगाडि देखाएर चाहिँ हजुरलाई वा गरेर के फाइदा छैन कि पोस्ट एभ्रिथिङ हजुरको विन्स हजुरको एल्स सब पोस्ट गर्नु न पोस्टै गर्नु छ भने सो नो द हजुरलाई चाहिँ स्क्रिनसटसँगको अट्याचमेन्ट होइन इट्स एक्चुअल ट्रेडिङ द यो अट्याच हजुरलाई केही ग्रो गर्न छ लर्न गर्नु छ या अरूलाई सिकाउनु छ द्याट्स फाइन तर यो विनिङ ट्रेडको मात्र स्क्रिनसट पठाउने एसएल भएको दिन चुपचाप क्वाइट मान्छे गायब होइन यसरी चाहिँ अलवेज गर्न बिल्ड इज दिस ब्याड ह्याबिट अफ चेसिङ द स्क्रिनसट यहीबाट चाहिँ हजुरले ओभर रिस्किङ गर्न सुरु गर्नुहुन्छ ओभर ट्रेडिङ गर्न सुरु गर्नुहुन्छ किनकि हजुरलाई के चाहियो हजुरलाई चाहिँ नि हजुरको ट्रेडिङ जर्नी राम्रो होस् या हजुरको ट्रेडिङ सेटअप्सहरू राम्रो होस् यता यस्तीसँग हजुरलाई फरकै पर्दैन all you care about is just showing up अरूहरूको भ्यालिडेसनको लागि हजुर कुरेर बस्नु हो there's no point right post your SLs post your TPs everything and the last lesson lesson 7 and the most important one is letting go of your greed right हजुरको यो लालचको चाहिँ नि यो बानी चाहिँ छोड्ने हजुरले जुन प्लान बनाउनु भयो एन्ट्री भन्दा पहिला त्यही प्लानमा फोकस गर्ने हजुरले ट्रेड सेटअप सब पर्फेक्ट गर्नुभयो रिस्क पनि म्यानेज गरेर हजुरले एन्ट्री गर्नुभयो अब हजुरको टिपी छुन लागेको छ हजुरले अझै एक्सटेन्ड गर्दै जानुहुन्छ होइन यहाँसम्म अझै माथि जान्छ भन्दा एक्सटेन्ड गर्दै जानुहुन्छ माथि तर यो त हजुरको प्लानमै थिएन हजुरको प्लानमा के थियो त हजुरको प्लानमा एउटा लेभल सेट थियो जुन लेभलमा हजुरले चाहिँ ट्रेड गर्नु छ भनेर र त्यही लेभलमा नै ट्रेड गर्नु पऱ्यो राइट किनकि त्यति बेला त हजुरको न त हुन्छ नि पैसा बढेको देख्नु थियो न त पैसा घटेको देख्नु थियो हजुरलाई न त हजुरको साइकोलोजी असर गर्नुपर्नेको लागि त्यस्तो के अरू कुराहरू थियो अल यु ह्याड इन यु माइन्ड वाज मेरो सिस्टम के हो सिस्टम यो ओके एन्ट्री मेरो कहाँ छ कहाँ मेरो एसएल हुनुपर्ने कहाँ टिपी हुनुपर्ने सब प्लान गरेर बस्नुभएको थियो
विदाउट अट्याचमेन्ट टु नम्बर्स। हजुरले यति बेला त हजुरको अकाउन्टको ब्यालेन्स बढेको घटेको केही देख्नु हुँदैन भनेको हजुरको प्योर माइन्ड थियो त्यति बेला। एन्ट्री गरेपछि हजुरको काम भनेको चाहिँ नि जस्ट प्लान जे थियो त्यही प्लानको हिसाबले प्रफिट कहाँ लिने हो, स्टप लस कहाँ राख्ने हो, त्यति मात्र हजुरले गर्ने हो। त्यसपछि छुने भनेको राइट। त्यो टिपी एक्सटेन्ड गर्ने यो लालचले गर्दाखेरि टिपी अझै बढ्दै जाने, अझै माथि जान्छ कि भन्यो, त्यसपछि त्यही रिभर्स हुन्छ कि त फेरि कम प्रफिटमा क्लोज गर्न पर्यो या ब्रेक इभनमा क्लोज गर्न पर्यो या स्टप लसमा क्लोज गर्न पर्यो। स्टप ऑल अफ दिस राइट। यो लालच चाहिँ छोड्ने। टिपी नजिकै आउँदैछ ठिक छ छोड्ने, पहिल्यै भनिसके चाटै छोड्ने हो खास भन्दा। तर मेन भनेको चाहिँ यो लालच पनि छोड्नु पर्यो। इमोसन्समा ट्रेड गर्ने होइन राइट। इमोसन्स हुन पाइयो राइट। यु क्यान सेलिब्रेट your टिपिज, यु क्यान सेलिब्रेट your एसएल्स, तर त्यो इमोसन्सको बेसिसमा चाहिँ रियाक्सन गर्ने होइन मार्केटमा। टिपी भइरहेको छ खुसी हुनु इज फाइन, बट त्यो खुसी भएर फेरि टिपी छुनुभन्दा पहिले नै क्लोज गर्नु, या एसएल छुन लागेको छ या एसएलको डाइरेक्सनमा मार्केट हिँडिरहेको छ डराउनु इज फाइन, बिङ स्क्यार्ड, बिङ अनह्याप्पी, स्याड हुनु इज ठिक छ, तर त्यही इमोसन्सको बेसिसमा ट्रेड क्लोज गर्नु भएन राइट। सो इमोसन्स भन्ने कुरा हटाउनु पऱ्यो। हाउ डु यु डु द्याट? बाई फलोइङ अ प्लान। एन्ट्री भन्दा पहिलाको जे प्लान थियो त्यही फलो गर्ने नि। सो यु डोन्ट मुभ यर एसएल, हजुरको यु डोन्ट मुभ यर टिपी। द्याट इज द 7 लेसन्स फ्रम द आर्ट अफ लेटिङ गो। यो छोड्ने कुराले चाहिँ इट्स हेल्प्ड मी अ लट इन माई ट्रेडिङ जर्नी होइन। जो पनि हाम्रो स्पेस क्रुमा हुन्छ उहाँलाई त थाहै छ मेरो लाइभ ट्रेडिङ एभ्री डे, या मैले जति बेला पनि ट्रेड गर्छु 3-4 टाइम्स अ विक। हजुरले देखि नै रहनु भएको छ हाउ आई मुभ, मेरो एन्ट्री पछिको रियाक्सन के हुन्छ, मेरो एन्ट्रीभन्दा पहिलाको एनालिसिस कस्तो हुन्छ, सब देख्नु नै भएको छ हजुरहरूले। सो यु नो कि यो लेसन जुन मैले दिएको छु 7वटा पोइन्ट्स, हाउ मच दिस इज हेल्प मी इन माई ट्रेडिङ जर्नी। लाइक दिस इज सिङ्गल ह्यान्डेडली द मोस्ट इम्पोर्टेन्ट थिङ अबाउट माई ट्रेडिङ जर्नी। मार्केट भोलि पनि आउँछ पर्सि पनि आउँछ। आजै नराम्रो बानी लिएर चाहिँ बसेर फरक पर्दैन भनेर। आजै चाहिँ नराम्रो बानीले गर्दाखेरि आज क्यापिटल ब्लो गर्न पर्दैन, भोलि पनि फेरि मार्केट आउँछ। आज सायद एसएल भयो होला, सायद मेरो क्यापिटल हल्का कम भयो होला, भोलि फेरि टाइम आउँछ टिपी हान्ने, त्यति बेला फेरि एसएल -1 अर्को थियो, टिपी 3 अर्को छ 3%को। सो 1% आज डाउन भयो भने पनि जब मेरो टिपी हुन्छ अप 2% न, यही रिकभरी गरेर। सो आजै चेस गरेर मलाई कि इट्स नट गोना चेन्ज मच, भोलि फेरि आउँछ सेम मार्केट सेम कन्डिसन्स जुन मेरो लागि फेभरेबल होला, जुन मेरो ब्याक टेस्टिङ डाटाहरूमा मैले कन्फिडेन्स गेन गरेको छु। अब यु गाइज लर्न समथिङ, यतिकै सिक्नुभएको छ बुझ्नुभएको छ भने चाहिँ कमेन्ट्समा जस्ट लेख्नु आजको लेसनको मेन टेक अवे के थियो। मलाई नि हल्का मोटिभेसन आउँछ हजुरले त्यति गरेपछि कि मैले बनाएको भिडियोजहरूले हेल्प गरेको छ भनेर। I'll see you guys on Sunday. सन्डेको दिन चाहिँ नि मैले फेरि भिडियो अपलोड गर्नेछु। Until then, peace out, stay safe.